पनि आचार भक्तिपूर्वक परम विष्णु भक्त वैष्णवीलाई नमस्कार दण्डवत गरे। माँ बुद्धिमान ती सुत पौराणिक सबै शिष्यगण युक्त भएर शिष्यहरूले दिएको सभाको बिचको उच्च आसनमा बस्नुभयो। त्यो आसनमा बसेका ती सुतजीसँग मुनिहरूको बिचमा श्रेष्ठ सज्जन सौनका मुनि नम्र भई अञ्जली बाँधेर नम्रतापूर्वक मधुर वचनमा भन्न लाग्नुभयो। सबै कुरा जान्ने भएका हे महर्षि, कलियुगको समयमा आएपछि मनुष्यमा कुन उपायले परमेश्वरमा भक्ति जान्ला। कलियुगमा सब मनुष्य पापमा रत भएका हुनेछन् तथा वेद विद्यालयहीन भएका धर्मशास्त्र नपढ्ने हुनेछन्। तिनीहरूको कल्याण कसरी होला। कलियुगमा मनुष्यको प्राण अन्नमा अडिएको हुन्छ। मनुष्य थोरै आयु भएका हुन्छन्। गरिब दरिद्रता नाना तरहको दुःखले पीडित भएका हुन्छन्। पुण्य कर्म वा धर्म ठुलो परिश्रमले मात्र सिद्ध हुन्छ भनेर शास्त्रमा भनेको छ। त्यसो हुनाले यस कलियुगमा कसैले पनि पुण्य कर्म धर्म गर्ने छैनन्। यस प्रकार पुण्य कर्म वा धर्म विनाश भएर पाप कर्म बढेपछि मानिसहरू त्यसो हुनाले थोरै परिश्रम, थोरै धन, थोरै समयले ठुलो पुण्य जसरी हुन्छ। हे सुतजी, त्यो कुरा हामीलाई भन्नुहोस्। जसको उपदेशले जो मनुष्य पुण्य अथवा पाप कर्म गर्छ त्यो उपदेश गर्ने पनि त्यो कर्मको भागी हुनुपर्छ भन्ने शास्त्रमा निर्णय छ। पुण्यको उपदेश गर्ने, दया कपट नभएका, पाप नगर्ने, पुण्यात्मा विरोध नगर्ने, यति चारजना केशव भगवान नारायण जत्तिकै हुन् भनेर जान्नु। जो पुरुष आफूले ज्ञान पाएर अर्कालाई दिँदैन भने ज्ञान रूप भगवान हरि प्रसन्न भएर हेर्नुहुन्न। जुन ज्ञान रूपी रत्नले अथवा अरू रत्नादिले अर्कालाई सन्तोष गर्ने मनुष्य रूपी भगवान हुन् भनेर जान्नु भनेको छ। तसर्थ हे माँ बुद्धिमान सुतजी, व्रत र तपस्या गर्नाले अथवा कसरी मनोकामना फल पाइन्छ त्यो कुरा सुन्ने इच्छा गर्दछु, भन्नुहोस्। वेदाङ्गमा पार भएका मुनिमा श्रेष्ठ तपाईँ हुनुहुन्छ। तपाईँ बराबर भन्न सक्ने कोही पनि छैन, किनभने तपाईँलाई व्यासजीले शिक्षा दिनुभएको छ। बुझ्नु होइन अहिलेसम्म। सुतजी भन्नुहुन्छ, मुनिमा श्रेष्ठ भएका हे सौनक आदि, तपाईँ धन्य हुनुहुन्छ। विष्णु भक्तहरूको माझमा पनि तपाईँ नै श्रेष्ठ हुनुहुन्छ, किनकि सबै कालमा लोकको हित इच्छा गर्नुहुन्छ। अन्त त्यो कुरा म भन्दछु, सुन। जुन सुन्नाले प्राणीको संसार रूपी अत्यन्त ठुलो भयबाट मुक्त हुन्छन्। सुतजी भन्नुहुन्छ, एक समयमा योगी नारायण अरूलाई करुणा गर्ने विचारले अनेक लोक घुम्दै मर्त्य लोकमा आइपुग्नु भयो। यहाँ समस्त जनालाई अनेक तरहका क्लेश, संयुक्त दुःख, नाना योनिमा जन्मेर आफ्नो कर्मलाई दुःख भोगिरहेको देख्नुभयो। त्यस्तो दुःख नाश कसरी हुन्छ भन्ने विचार गरेर श्री विष्णु लोकमा जानुभयो। वैकुण्ठ लोकमा सेतो वर्ण भएका चार हातमा शङ्ख चक्र गदा पद्मधारी वनमालाले विहोसी नारायण भगवान देवादेवलाई दर्शन गरिकन स्तुति गर्न लाग्नुभयो। नारदजी भन्नुहुन्छ, बाणीले मनले जानी नसकिने अर्थात् अगणित गणन गर्न नसकिने, वचनले कहेर पनि नसकिने भएका हे भगवान तपाईँलाई नमस्कार छ। हे भगवान तपाईँलाई नमस्कार छ। हे पर्व आदि मध्य र निमित्त सद्गुण अनेक अवतार धारण गरिबस्नुहुन्छ। सबको आदिभूत पुराण स्वरूपको पीडा नाश गरिबस्नुहुन्छ। त्यस्ता हजुरलाई नमस्कार छ। नारदजीको यस्तो स्तुति सुनेर भगवान विष्णु नारायणलाई भन्नुहुन्छ, हे विष्णु भगवानले सोध्नुभयो, हे महाभाग, हे देवर्षि, किन आउनुभयो? तपाईँको मनमा के छ हे नारायण? त्यो सबै विस्तार हे नारायण, त्यो सबै विस्तार गर। म पनि तिमीलाई सबै वृत्तान्त भनिदिनेछु। यो वृत्तान्त कुरा सुनेर नारायणजी भन्नुहुन्छ, हे भगवान, मध्य लोकका मनुष्यहरू नाना तरहको योनिमा उत्पन्न भएर नाना तरहको क्लेश दुःख आफ्नो कर्मले पाकिरहेका दुःखी प्राणी छन्। हेन, तिनीहरूको कष्ट थोरै उपायले कसरी गमन हुन्छ त्यो छोटो उपाय सुन्ने इच्छा छ। यदि ममा कृपा छ भने आज्ञा होस्।
यति नारायणले बिन्ती गरेपछि भगवान भन्नुहुन्छ, हे बाबु नारायण, प्राणीको अनुग्रह इच्छा गरिकन यो बढिया कुरा सोध्यौ, सबैलाई कल्याण हुने कुरा हो। अब जो कुरा गरेर मनुष्य मोहबाट मुक्त हुन्छन् त्यो म भन्दछु, सुन। स्वर्गलोक मर्त्यलोक दुर्लभ भएको यस्तो एक पवित्र व्रत छ। हे बाबु नारायण, प्रेमले म अहिले प्रकाश गर्दछु। जुन मनुष्य सत्यनारायणको व्रत बढिया प्रकारले विधिपूर्वक गर्दछ भने यस लोकमा सुख भोगेर अन्त्य अर्थात् मरेपछि परलोकमा मोक्ष मिल्दछ। यस्तो भगवानका वचन सुनेर नारदजी भन्नुहुन्छ, हे प्रभु, यो व्रत कस्तो कस्तो फल छ, कस्तो विधि विधान छ, पहिले व्रत कसले गर्यो, यो सब कहिले गर्नुपर्छ, त्यो सबै विस्तारपूर्वक भन्नुहोस् भनी नारायणले बिन्ती गर्दा भगवान भन्न लाग्नुभयो, हे नारद मुनि, जुन व्रत दुःख शोक गमन गर्ने, धन धान्य बढाइदिने, सौभाग्य सन्तान बढाउने, यो व्रत सबै मौका र ठाउँमा आफ्नो जित विजय गराउने, यस्तो फल भएको जुनसुकै दिनमा भए पनि श्रद्धा भक्ति भएर युक्त भएर गरोस्। सत्यनारायणको पूजा जहिले गरे पनि हुन्छ श्रद्धा भक्तिले। यो कलियुगमा सबभन्दा ठुलो सत्यनारायणको पूजा गरोस्। अब सकिन्छ भने त अब दिनभरि भोकै बसेर साँझमा सन्ध्या समयमा सत्यनारायण भगवानको पूजा गर्नु। भक्त ब्राह्मण